Today marks the first day of our teacher refreshment, training at Paradise Secondary School. We are learning new and effective ways to support children's learning and ensure quality education. We sincerely thank our respected principal, Mr. Baburam Acharya, and the entire Paradise School team for this valuable opportunity. A special thanks to our trainer, Namrata Rai Gautam, for her inspiring guidance. Together, we learn and together we grow. कति गति हो भनेर याद हुने भयो, दिन याद हुने भयो, बार अनि त्यसै गरेर वेदर आज चाहिँ कस्तो मौसम छ भनेर बाहिर हेरेर चाहिँ नानीहरूलाई बुझाउन सक्ने भयो मेरा। ओके गुड। अनि कस्तो लाग्यो त? हजुर, मेरो नाम निमा श्रेष्ठ। ओके, राधिका राई। यो किन आवश्यक रहेछ त म्याम? बर्थडे चार्ट क्लासरुम म्यानेजमेन्ट भित्र किन आवश्यक रहेछ त? बर्थडे चार्ट चाहिँ नानी बाबुहरूको बर्थडे जान्नको लागि, अनि साथसाथै 12 महिना पर्छ बर्थडे चार्टभित्र। अनि मलाई चाहिँ अनलाइनली अब उनीहरूले चाहिँ मन्थ्सहरूको नाम पनि याद हुने, अनि यो महिनामा चाहिँ वैशाखमा चाहिँ यो साथीहरूले यतिजनाको चाहिँ बर्थडे रहेछ भन्छ, छुट्टै एक्साइटमेन्ट पनि हुन्छ। अनि आफ्नो साथीको लागि उनीहरूले अब विसनको लागि प्रिपरेसन पनि गर्छ, अनि द्याट मेक्स देम ह्याप्पी होइन। अनि यो चाहिँ एकदम नेसेसरी रहेछ। वाउ। अनि यो आवश्यक रहेछ कि रहेन रहेछ त सरनाम? आवश्यक छ होइन? अब यहाँबाट के थाहा पनि हुन्छ भने नि, ओके, सो इभेन्ट चार्ट तयार गर्नुहुने टिमको नाम चाहिँ के रहेछ त? हामी पनि फेरि एकचोटि सुनौँ। नमस्ते, मेरो नाम चाहिँ सरिता नानी। नमस्कार, मेरो नाम सुवा कान्ति। नमस्कार, मेरो नाम चाहिँ निशान भुजेल। नमस्कार, मेरो नाम चाहिँ लता चौधरी। वाइ इम्पोर्टेन्ट? किन इम्पोर्टेन्ट छ यो इभेन्ट चार्ट? अनि कसरी बनाउनु भयो? अब चाहिँ आउँदै गरेको इभेन्ट चाहिँ के रहेछ त? ल प्रस्ताइदिनुहोस् त। हामीले यो सामूहिक कार्य हाम्रो रहेका 4 जना मिलेर गरेको छौँ। यहाँ बुद्ध भगवानको चित्र सरिता नानीले बनाउनु भयो। अरू काम, लेख्ने काम, कटिङको काम सबैजनाले मिलेर गऱ्यौँ। यस्ता कार्यहरूले चाहिँ विद्यार्थी कक्षाको आफूले चाडपर्वहरूको बारेमा जानकारी हुने, उनीहरूले के गर्नु रहेछ त्यो कुरा पनि उनीहरूलाई जानकारी रहने। ओके, अनि कस्तो लाग्यो त इभेन्ट चार्ट? प्रस्ताइदिनुहोस् त। नमस्कार, मेरो नाम बबिता घिमिरे। ओके, नमस्ते, मेरो नाम सन्तोष। नमस्ते, मेरो नाम दिपा राउत। नमस्ते, मेरो नाम ममता। ओके, आज हजुरहरूले के तयार गर्नुभएको छ म्याम? आज हामीले चाहिँ 12 महिनाको नाम तयार गरेको छौँ। यसरी हामीले 12 महिनाको नाम चाहिँ यसरी यो चार्ट पेपरमा हामीले आज यसरी गरेका छौँ। यहीबाट चाहिँ हामीले केटाकेटीलाई कक्षा कोठामा कसरी ज्ञान दिन सकिन्छ भनेर जसरी हामी एउटा ओरल मात्र गरिरहेको हुन्छौँ होइन, त्यसले गर्दा केटाकेटीलाई अलिकति क्लासमा म्यानेजमेन्ट गर्न गाह्रो हुँदाखेरि जुन बेलामा अब यसरी हामीले चार्ट पेपरहरू बनाएर कलरफुलमा बनाएर केटाकेटीलाई प्रस्तुत गर्न पाउँदाखेरि उहाँहरूलाई अलिकति मनोरञ्जन खालको भन्दा उहाँहरूलाई राम्रो हुन्छ भनेर गरेका चाहिँ हामीले यसरी, जस्तै अब यहाँ चार्टपेपरमा हामीले यहाँ रुख बनायौँ भने होइन, यहाँ पहिला चाहिँ हामीले एप्पल बनाएको छौँ। उहाँहरूले यहाँ एप्पल पनि छ भन्ने कुरा बुझ्नुहुन्छ एउटा होइन, एप्पल यो रङको छ भन्ने पनि बुझ्नुभयो। अनि यहाँ लिएर हामीले लेखेको छौँ वैशाख जेठ भनेर उहाँहरूलाई पढाउनको लागि, वैशाख पढाउँदाखेरि उहाँहरूलाई पनि खुसी हुन्छ भनेर। अनि जस्तै हामीले यहाँ अब एउटा चराहरूको पनि यहाँ देखाएको छौँ, घाम पनि घाम यो रङको हुन्छ भनेर पनि छुट्याउन सकिन्छ। जस्तै अब यो 12 महिनाको नाममा चाहिँ जस्तै हाम्रो साथीहरूले यहाँनिर बर्थडे चार्ट बनाउँछ होइन, उहाँहरूको पनि जन्मदिन कुन महिनामा पर्छ भनेर हामीले उहाँहरूलाई सिकाउन सक्छौँ। सुनौँ न त एकचोटि है। नमस्ते, मेरो नाम प्रमिला बस्ने। नमस्ते, मेरो नाम अविसा गोयल। नमस्कार, म सारिता कार्की। नमस्ते, महिमा कार्के। ओके, ल हजुरहरूले 7 days इन इङ्ग्लिस एन्ड नेपाली बनाउनु भएको छ है। यो चाहिँ किन आवश्यक रहेछ त म्यामहरू? हामीले चाहिँ यो सामूहिक रूपमा तयार गरेका छौँ 7 गुणा। यो चाहिँ बालबालिकाहरूलाई हप्तामा 7 दिन हुने रहेछ भन्ने कुराहरू पनि थाहा हुन्छ। त्यसपछि आइतबारपछि के बार आउँछ भन्ने कुराहरू पनि सिरियल
नमस्ते, मेरो नाम नवीन तामाङ। ओके, त्यसमा आज हजुरले सिजनल बोर्ड तयार गर्नुभएको छ है। अनि किन चाहिँ यो आवश्यक रहेछ त? यो सिजनल बोर्ड चाहिँ विद्यार्थीहरूलाई अब कुन समय आउँदैछ, कस्तो खालको मौसम आउँदैछ, कस्तो खालको कपडाहरू लगाउने, त्यहाँदेखि लिएर कस्तो खालको खानपानहरू गर्ने, त्यसपछि अबको मौसम कस्तो हुन्छ, घमाइलो लाग्दैछ कि जाडोको मौसम आउँदैछ कि हल्का पातलो कपडा लाउनु पर्ने हो कि, त्यो कुराहरू जान्नको लागि एउटा कुरा। अर्को कुरा, कस्ता फलफुलहरू पाइँदो रहेछ त्यो सिजनमा है। स्प्रिङ सिजनमा कस्तो, समरमा कस्तो, विन्टरमा कस्तो र अटम सिजनमा कस्तो खालको खानेकुराहरू चाहिँ पर्याप्त मात्रामा हामी बजारतिर अथवा अर्को कुरा चाहिँ के पनि जान्न सक्छन् भन्ने विद्यार्थीले अब यो मौसम स्प्रिङ सिजन चल्दैछ अहिले यहाँनिर, स्प्रिङमा चाहिँ के आउँदो रहेछ त्यो जान्ने कुरा भयो। त्यसपछि के आउँछ ती कुराहरू पनि जान्ने। अर्को कुरा, अब रुख बोट बिरुवाहरू पनि कस्तो हुने, हरियाली कुन समयमा हुने हो, पातहरू कुन समयमा जानु, नयाँ पालोहरू कुन समय आउने हो, यी हरेक कुराहरू चाहिँ जान्नको लागि पनि यो भोलि फेरि भेटौँला।